हेलो साथीहरु, आज भिडियो के सम्बन्ध रहेको छ त भन्ने कुरो पक्कै पनि तपाईहरुले थाहा पाइसक्नु भएको छ। आज चाहिँ हामी क्यापकटमा नेपालीबाट चाहिँ कसरी टाइप गर्ने भन्ने कुरो चाहिँ आज हामी सिक्नेवाला छौं। मैले स्टेप बाइ स्टेप सिकाएको छु। भिडियोलाई अन्तिमसम्म हेर्न नभुल्नुहोला। यो भिडियो एउटा हेरिसकेपछि तपाईहरुले अरु भिडियो हेर्नै पर्दैन है साथीहरु। यही भिडियोमा मैले मज्जाले सिकाएको छु। भिडियोलाई अन्तिमसम्म हेर्न नभुल्नुहोला। अब हामी सुरु गरौँ साथीहरु। अब हामी विषयवस्तुतिर लागौँ भने साथीहरु, सबैभन्दा पहिला तपाई क्यापकटमा जानुस्। मैले यहाँनिर क्यापकटमा देखाउँछु है तपाईले। यसलाई म यहाँ माथि इन्टु यो आइकनमा थिच्छु, यहाँनिर इन्टु गर्छु। यहाँनिर रहेको छ, यहाँनिर थिच्छु है म। अनि यहाँनिर हेर्नुस् त, मैले यहाँनिर नेपालीमा लेखेको छु। हेर्नुस् है, यहाँनिर हेर्नुस् त, तिम्रो नाम के हो भनेर लेखेको छु मैले। छ कि छैन? छ है। यो चाहिँ कसरी लेख्यो होला हैन? त्यो चाहिँ तपाईलाई डिटेली राम्रोसँग मैले सिकाउने वाला छु। भिडियोलाई अन्तिमसम्म हेर्न नभुल्नुहोला। यहाँनिर जस्तै मैले यहाँनिर लेखिरहेको छु। यहाँनिर हेर्नुस् है, यहाँनिर यहाँ तल नेपाली रहेको छ। यहाँनिर तल हेर्नुस्, यो नेपालीमा रहेको छ। जस्तै तिम्रो नाम के हो भनेर लेख्न खोज्छु म। तिम्रो नाम, हेर्नुस् है, तिम्रो नाम के हो हेर्नुस्। यहाँ लेख्दाखेरि हेर्नुस् त, तपाईहरुले देख्नु भएको छ है। यहाँनिर हेर्नु न, यहाँनिर हेर्नु त कस्तो भयो के? यो मिलेकै छैन हो किन? यहाँनिर हेर्नुस् त, तर यहाँ तल हामीले लेख्दाखेरि यहाँनिर चाहिँ हेर्नु त, हामीले लेख्दाखेरि यहाँ तल चाहिँ मिलेको देखिन्छ हैन। तर यहाँ माथि चाहिँ, जुन माथि हामीलाई चाहिएको ठाउँमा चाहिँ त्यो मिलेको छैन हो किन? अब यसलाई कसरी गर्ने हैन? त्यो चाहिँ तपाईलाई म मज्जाले सिकाउँछु। स्टेप बाइ स्टेप सिकाउँछु। यो भिडियो एउटा हेरिसकेपछि तपाईले अर्को भिडियो हेर्न जरुरत हुने छैन है साथीहरु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला है तपाईले। अब म जस्तै त्यसको लागि तपाईले यसरी नेपालीमा तिम्रो नाम के हो भनेर मैले यहाँ लेखेको छु। यसरी तपाईले नेपालीमा लेख्न लागि सबैभन्दा पहिला तपाई क्रोममा जानु हैन। क्रोममा जानु। मैले यहाँ क्रोममा गएँ। त्यसपछि क्रोममा गइसकेपछि यहाँनिर रहेको छ, यहाँनिर तपाईले hindifonts.com भनेर यहाँनिर तपाईले सर्च गर्नु। जस्तै मैले यहाँनिर यस्तो hindifonts.com भनेर मैले यहाँनिर अघि नै त्यो गरिसकेँ मैले। यहाँ त्यसमा टच गर्नु, hindifonts.com भन्नेमा तपाईले त्यो गरेर चाहिँ सर्च गर्नु। त्यसपछि यहाँनिर हेर्नुस् त, तपाईहरुले त्यसरी त्यो गरिसकेपछि यहाँनिर यस्तो चाहिँ देखाउँछ। यहाँनिर हेर्नुस्, मैले देखाएको छु यहाँ कुटी डेभ 010 रेगुलर भन्ने देखाएको छ। त्यसमा तपाईले टच गर्नु होला। मैले यहाँ टच गरेँ। त्यसपछि टच गरिसकेपछि यस्तो आउँछ साथीहरु। यस्तो आइसकेपछि यहाँनिर तल हेर्दै गयो भने यहाँनिर चाहिँ धेरै फन्ट्सहरु रहेको छ। यो माथि सबैभन्दा माथिको यो फन्ट्स तपाईलाई कुन चाहिँ मन पर्छ त्यो चाहिँ तपाईले डाउनलोड गर्नु होला। यहाँ एउटा रहेको छ। त्यसपछि यहाँ तल हेर्दै गयो भने तल पनि छ। यहाँनिर पनि रहेको छ एउटा। यो डाउनलोड भन्नेमा कुन चाहिँ तपाईलाई मन पर्छ त्यो चाहिँ तपाईले डाउनलोड गर्नु होला। यहाँनिर हेर्नुस् त, कति रहेको छ। तपाईलाई कुन चाहिँ मन पर्छ त्यो चाहिँ डाउनलोड गर्नु होला। जस्तै मलाई यो सबैभन्दा पहिलो यो मन परेको छ मलाई। म चाहिँ यो डाउनलोड गर्न चाहन्छु। यो डाउनलोड गर्नलाई यहाँ थिच्यो भने हुन्छ है साथीहरु। म यहाँनिर थिच्छु, यहाँनिर डाउनलोडमा थिच्छु। डाउनलोडमा थिचेपछि यसरी अलि तल आएर चाहिँ फेरि यहाँनिर डाउनलोडमा टच गर्नु होला। मैले यहाँनिर थिचेँ। त्यो थिचेपछि तपाईहरुको डाउनलोड हुन्छ है साथीहरु। यति गरिसकेपछि तपाईहरुको यहाँनिर भएको छैन है, यो माथि भयो। हेर्नुस् त, माथि डाउनलोड फाइल डाउनलोडेड भनेर चाहिँ देखाइरहेको छ है साथीहरु। मेरो फाइल डाउनलोड भइसक्यो। तपाईहरुले पनि त्यसरी डाउनलोड गर्नु होला। त्यसरी डाउनलोड भइसकेपछि तपाईहरु फाइल म्यानेजरमा जानु हैन। फाइल म्यानेजरमा गएर चाहिँ यहाँनिर चाहिँ यो डाउनलोड भन्ने अप्सन रहेको छ, के अरे फोल्डर रहेको छ। त्यसमा हेर्नु होला, पक्कै पनि त्यहाँ डाउनलोड भएको हुन सक्छ। यहाँनिर रहेको छ त्यो। यहाँनिर मैले टच गरेँ डाउनलोडमा। त्यसपछि यहाँनिर हेर्दै जाने हो भने यहाँनिर कता डाउनलोड भयो हेरौँ है त। यहाँनिर कहाँ पुग्यो? यहाँ तल रहेको छ है साथीहरु। यहाँनिर हेर्नुस् त, यहाँनिर आएको छ है। यहाँनिर हेर्नुस्, यहाँनिर हेर्नु त, कुटी डेभ 010 भन्ने रेगुलर भन्ने अस्ति के अरे अघि भर्खर हामीले डाउनलोड गरेको थियो, त्यो यहाँनिर आएर बसेको छ। अब यसमा एकचोटि टच गर्नु। त्यसपछि यहाँनिर एक्स्ट्राक्ट फाइल टु भन्ने देखाएको छ है, त्यसमा टच गर्नु। त्यसपछि गरिसकेपछि एउटा फोल्डरमा चाहिँ तपाईले लगेर छोडिदिनु होला। त्यसपछि मैले यहाँनिर डकुमेन्ट भन्नेमा टच गर्छु। त्यसपछि डकुमेन्ट भन्नेमा टच गरेर चाहिँ मैले यहाँनिर गरेर चाहिँ तपाईले के गर्नु भन्दाखेरि यो अप्सनमा टच गर्नु होला है। मैले यहाँ टच गरेँ। यहाँ टच गरिसकेपछि यसरी बस्यो, बुझ्नुभयो नि। अब यो गर्नुभयो तपाईले, बुझ्नुभयो नि। यो गरिसकेपछि अब तपाईले के गर्नु भन्दाखेरि अब क्यापकटमा जानु हैन। क्यापकटमा जानु। यो हटाउँछु है। क्यापकटमा जानु। त्यसपछि क्यापकटमा गइसकेपछि के गर्नुस् भन्दाखेरि यहाँनिर टेक्स्ट भन्नु टच गर्नु। त्यसपछि यहाँनिर एडमा टच गर्नु। त्यसपछि यसमा टच गरिसकेपछि यहाँनिर एउटा अप्सन तपाईहरुले देखिरहनु भएको छ होला। यहाँनिर हेर्नुस् त, यहाँनिर फोन्ट्स भन्ने
त्यो तपाईँले देखिरहनु भएको होला। त्यसमा टच गर्नु। त्यसमा टच गरिसकेपछि यसरी तपाईँले घुमाउनु होला। यसरी ल्याउनु भयो भने यहाँनिर हेर्नुहोस् त, यहाँनिर हेर्नुहोस् माई फन्ट्स भनिरहेको छ है साथीहरू, माई फन्ट्स भनिरहेको छ। त्यसमा टच गर्नु होइन, किन टच गर्नु, माई फन्ट्स भन्नेमा टच गर्नु। यहाँनिर नेट नभएको कारणले चाहिँ म नेट गर्नुपर्छु। यहाँनिर भयो है साथीहरू, यहाँ हेर्नुहोस् त, माई फन्ट्स भन्नेमा टच गरिसकेपछि यस्तो आउँछ होइन। यस्तो देखाइसकेपछि तपाईँहरूले के गर्नु भन्दाखेरि यहाँनिर रहेको छ, यहाँनिर हेर्नुहोस् त, एड भन्ने अप्सन देखाएको छ है। त्यो एड भन्ने अप्सनमा टच गर्नु। एड भन्ने अप्सनमा टच गरेपछि माई फन्ट्स भन्नेमा टच गर्नु होइन। त्यसमा टच गरिसकेपछि अघि नै हामीले कहाँ लगेर छोडेर अघिको फाइललाई हामीले चाहिँ त्यो चाहिँ यहाँनिर डकुमेन्ट भन्नेमा लगेर चाहिँ छोडिदिएको थियो होइन। हो यहाँनिर रहेको चाहिँ कुर्ती टेप रेगुलर भन्ने यहाँ रहेको छ, यहाँ रहेको छ साथीहरू। अब यसलाई हामीले यसरी टच गर्नु। त्यसपछि ओकेमा टच गर्नु। ओकेमा टच गरेपछि यहाँनिर हेर्नुहोस् आइसकेको छ है। यसलाई म हटाउँछु। यति गरेपछि तपाईँको क्यापकटमा चाहिँ तपाईँको फन्ट चाहिँ त्यो नेपाली टाइप गर्ने फन्ट चाहिँ एड भइसकेको हुन्छ है। जस्तै मैले यहाँनिर देखाउँछु। यदि तपाईँलाई भिडियो मन पर्दैछ भने भिडियोलाई एउटा लाइक चाहिँ हानिदिनु होला है साथीहरू। जस्तै यहाँनिर हेर्नुहोस् त, भिडियो मन पर्दैछ भने एउटा लाइक चाहिँ हान्नु होला है साथीहरू। मैले तपाईँहरूको लाइक भनेर मजाले भिडियो बनाइरहेको छु, भिडियोलाई एउटा लाइक चाहिँ हान्नु होला। जस्तै मैले अघि नै हामीले फन्ट चाहिँ एड गरेको थियो। यहाँनिर टेक्स्टमा जानुभयो भने यहाँनिर जानुभयो भने यहाँनिर हेर्नुहोस् त, फन्ट्स भन्नेमा टच गर्ने हो भने यहाँनिर फन्ट भन्नेमा टच गर्ने हो भने यहाँनिर हेर्नुहोस् त, माई फन्ट्स भन्ने रहेको छ। ओ यहाँनिर हेर्नुहोस् त, यहाँनिर रहेको छ। यहाँनिर हाम्रो अघि हामीले डाउनलोड गर्ने त्यो गरेको थियो नि, त्यो फन्ट चाहिँ यहाँनिर आएर चाहिँ डाउनलोड भइसकेको छ, यहाँनिर एड भइसकेको छ। तपाईँले देखिसक्नु भयो होइन। अब अर्को एउटा काम गर्नुपर्छ। अब यो भइसकेपछि तपाईँले एउटा अर्को काम गर्नुपर्छ। तपाईँले के गर्नुपर्छ भन्दाखेरि अर्को चाहिँ तपाईँले के गर्नुपर्छ भन्दाखेरि तपाईँ प्ले स्टोरमा गएर चाहिँ यहाँनिर हेर्नुहोस् त, प्ले स्टोरमा जाने। त्यसपछि यो मैले देखाएको छु, यो एप्लिकेसन चाहिँ तपाईँले डाउनलोड गर्नुपर्ने हुन्छ। कुर्ती टेप टु युनिकोड भन्ने तपाईँले प्ले स्टोरमा गएर डाउनलोड गर्नुपर्छ। जस्तै यहाँनिर हेर्नुहोस् त, प्ले स्टोरमा जानु भने कुर्ती यहाँनिर सर्च गर्ने हो भने यहाँनिर कुर्ती यहाँनिर कुर्ती टेप टु भन्ने यसमा टच गरेर तपाईँले यो वाला चाहिँ तपाईँले डाउनलोड गर्नु, बुझ्नुभयो होला है। त्यसपछि डाउनलोड गरिसकेपछि तपाईँले के गर्नु भन्दाखेरि तपाईँले अब के गर्नुपर्छ भन्दाखेरि अब तपाईँ यहाँनिर जानु। डाउनलोड भइसकेपछि यहाँनिर जानु। यहाँनिर गइसकेपछि तपाईँले यसमा टच गर्नु होइन। त्यसपछि तपाईँले के चाहिँ लेख्न मन छ होइन। जस्तै तपाईँलाई मैले अघि न तिम्रो नाम के हो भनेर देखाएको होइन, त्यो तपाईँलाई जुन क्यापकटमा चाहिँ तपाईँलाई के लेख्न मन छ, के कुराहरू लेख्न मन, के कुराहरू चाहिँ तपाईँले लेख्न मन छ त्यो चाहिँ यहाँनिर टाइप गर्नुपर्ने हुन्छ। यहाँनिर जस्तै तिम्रो नाम के हो भनेर मैले लेखेँ होइन। यति लेखिसकेपछि तपाईँले के गर्नुपर्छ भन्दाखेरि यसमा कन्भर्टमा तपाईँले टच गर्नु। यहाँनिर कन्भर्ट गर्यो। कन्भर्ट गरिसकेपछि यसलाई हामीले कपी गर्नुपर्छ। सिलेक्ट अल गर्यो, त्यसपछि यहाँनिर कपी गर्यो, बुझ्नुभयो नि। त्यसपछि यसलाई अब कपी गरिसकेपछि अब तपाईँ क्यापकटमा जानु होइन। त्यसपछि क्यापकटमा गइसकेपछि के हुन्छ भने म यहाँनिर तपाईँलाई देखाउँछु। यहाँनिर देखाउँछु है, यहाँनिर देखाउँछु। यहाँ अघिको रहेको छ है, यहाँनिर हेर्छु है। अब यहाँनिर चाहिँ म तपाईँहरूलाई देखाउँछु। अब यहाँनिर के गर्नुहोस् भन्दाखेरि अब यहाँनिर टेक्स्ट रहेको छ, टेक्स्टमा टच गर्नु। त्यसपछि यहाँनिर एड टेक्स्ट भन्नेमा टच गर्नु होइन। यो टच गरिसकेपछि अघि नै हामीले कपी गरेको यहाँनिर आइरहेको छ, यसलाई टच गर्नु भने यसरी हुन्छ। हेर्नुहोस् अब यो कसरी हुन्छ भन्दाखेरि यो तपाईँको फन्ट्समा टच गर्नुपर्छ। यहाँनिर फन्ट्समा टच गर्नुभयो भने यहाँनिर माई फन्ट्समा टच गर्नु। त्यसपछि यहाँनिर कुर्ती टेप भन्नेमा टच गरेपछि यो आएको हो, बुझ्नुभयो नि। अब यो हटायो भने तपाईँको माथिको आउँदैन फेरि। हेर्नुहोस् यो हटायो भने आउँदैन। जस्तै मैले यसलाई चाहिँ यो फन्ट्सलाई चाहिँ अर्कोमा गरिदिन्छु भने आउँदैन। जस्तै यहाँनिर सिस्टममा गऱ्यो भने हेर्नुहोस् अघि हामीले कपी गरेको यही हो होइन। अब कपी गरेको तपाईँले यहाँनिर आएर पेस्ट गरिसकेपछि यस्तो देखाउँछ होइन। यस्तो देखाइसकेपछि यहाँनिर अब तपाईँले माई फन्ट्स भन्नेमा जाने। त्यसपछि यहाँनिर कुर्ती टेप भन्नेमा
टच गर्नुभयो भने तपाईँको अघि जे लेख्नु भएको थियो त्यही आउँछ। अब यसमा टच गर्नुभयो भने तिम्रो नाम के हो भन्ने आउँछ। हेर्नुहोस् है, हेर्नुहोस् आयो होइन, आयो नि होइन, यहाँ माथि हेर्नुहोस् त आयो होइन, आयो होइन, आयो नि हो। यसरी नै तपाईँहरूले चाहिँ नेपालीमा सजिलैसँग चाहिँ जुनसुकै कुराहरू पनि तपाईँले लेख्न सकिन्छ। ल त साथीहरू, आजलाई यति नै। अब हामी अरू भिडियोहरूमा भेटौँला। आजलाई यति नै। यदि तपाईँलाई यस्तै भिडियोहरू हेर्न मन पर्छ भने चाहिँ हाम्रो च्यानललाई चाहिँ सब्सक्राइब गरेर जानुहोला। हस्, धन्यवाद।